माछा पुच्छे धौलागिरी हामी डाँडाको नाकदेखि पोखरातर्फ जाने साथीहरू चैत भनौँ न अब 3 महिना भनौँ 3 महिनापछि ल्याउनु छ त्यसको आइसक्यो पोखराको बाटो साथीहरू हाइवे अहिले यो भर्खरै निस्किन्छ कि यहाँ पोखरा हाइवे भरे जान्छ होला माउन्टेन हिमालको हिमालय यो भोलक्सन डेन्जर जाने वाला मेरो दुईटा हानकार एबिसी 3टा हान यताको अन्नपूर्ण ए अनि यतापट्टिको छ त्यसपछि लमजुङ हिमाल छ चन्नै छन् हजुर ए 50,000 दिनचरी वर्षको त है वर्षको छाताबिन 50,000 आउँछ जुत्ताहरू 150 जुत्ताहरू फेरि दिन्छ होस्टेल भनेपछि त अब यस्तो अपङ्गला त हुँदैन दिने भएको घरको जरा दिने एउटा नै दिन्छ त्यही त आमाले पनि पाउने उसले पनि खान पायो पुरा त हुइराख्ने राम्रो भयो बेड बिस्तारै किनिदिने राम्रो 150 किनिदिने कपडाहरू किनिदिनु पर्यो त्यही खर्च दिएको क्या बुढी बजार पोखरा बुढी बजार जहाँ जान्न भनौँ हुँ जानु पर्छ जे खान पर्यो त्यही खानु पर्छ भन्छ त्यही भन्छ साँच्चै रहेछ त्यही भनेर यस्तो होला मेरो मनमा छोड्यो त्यही छोराछोरी यस्तो हुने नानीतिर यस्तो के भन्ने नसोचेको नसोचेको हुन्छ नसोचेको आइसक्यो पिर गरेर हुन्न अब नहुनु भइहाल्यो अब जति पिर गरेर झन् आफ्नो ज्यान मात्र कमजोर हुन्छ त्यही भएर अब सबै कुराहरूलाई मनमा राखेर गर्दैन भन्दा पनि अर्काको डेडलाइन गरिरहला पिर त हुन्छ अर्काको देख्ने आफ्नो यस्तो हुँदा त पिर त हुने मेरो चाहिँ भइदियो त्यो त हुन्छ सबैलाई हुन्छ दाइ भाइ त पढ्नु भयो बाटोको निर्माण कार्य हुँदैछ पेलिसकेको छ है भत्काले पेलिसकेको छ यस्तोमा पढ्ने झन् ट्यालेन्ट हुन्छन् जागिर गरेर उनको भविष्य जिन्दगी बनोस् के त यो बन्छ ओके पढेछ उनीहरूको हामी त भोलि बिहान हामी त बुढाबुढी भइन्छ पढिन्छ हामी त उनीहरूको हात थापेर खानु नपर्यो भने त्यही हो कि त हाम्रो सबै त्यही नि हो त पढ्दैन पढ्छन् जागिर पाउँछन् त्यही त नि उनीहरूको हात थापेर ल्याउँ न भनेर खाना नपर्यो अझै उठाएर आज हाल्ने हुन्छ कि हो उठाउँदै होला नि आज बिहान एउटा हालिसकेको यता रहेछ त्यो स्वाद त एउटै रहेछ है आरुन ब्यारेक पश्चिम पुग्दैन पोखरा साथी यहाँदेखि कच्ची बाटो साथी नबोल्ने पढाउने अलिअलि बोल्छ
आज ये भी भोलि टिभी हो क्या देख्न नगर्ने छिराइहाल्छ ल यहाँसम्म 6 मिनेटमा आइपुग्यो ठ्याक्कै हालिसकेको छ है अब एक ठाउँ मात्र हाल्न बाँकी रहेछ बनाएको बाटो हुन्छ है दबाउने भने त ठ्याक्कै 10-12 मिनेटमा आइन्छ बाटो राम्रो लोकल गाडी त हिँड्दा हैन त्यही लोकल गाडी त्यति मेन गाडी त हिँड्दैन त हामी बुढी बाजारदेखिबाट रन्किन्छ नि त
साइडमा हिँड्नै पर्छ तिनीहरू त लोकल गाडीहरू त यता आउन पाउँदैन त्यो भएर लाइनिङ हुँदाखेरि त अहिले बाटो त पुरै खाली हुन्छ पोखराको एयरपोर्ट यहाँ पनि बनाउनु लाग्छ है अब है पोखराको एयरपोर्टमा पनि खन्नु लाग्छ साथीहरू बाटो अब थोरै सकेर सकिहाल्छ 1-2 हप्तामा है 2 हप्ता लाग्छ होला यहाँसम्म त उहाँसम्म त बनाइसकेछ क्या नाली त फेरि जाम सुरु योभन्दा अगाडि गाडीमा चाहिँ फुल राम्रो रहेछ छिराउने के जानेबाट यहाँ चाहिँ उसमा यता जाने गाडी भएर कि जाम नभएर हाल्नु हाल्नु यहाँ बाटो त पुरै कता कता के छ जाम किन भयो लेव जाने बाटो छ क्या यहाँ त्यही भएर साथीहरू पोखरा अमरसिंह चोक अमरसिंह चोक हो कि घर त सानो छैन अनि पोखरा त्यति अर्को छैन यो त होटेलहरू हो छाप फलफुल पसलहरू हो त्यो त हावा त उडाइहाल्छ नि लानी मात्र होइन उडाउँछ त्यो पेलाउनु जाद्री जबरजस्ती पनि गर्न हुन्न क्या मेरो जस्तो चलाउनु चाहिँ गाडी आयो छोइहाल्नु मैले जस्तो चलाउनु चाहिँ त्यस गाडी त सेफ चलाउनु पर्यो अनि एकछिनको उसले गर्दा नहोस् अरे टिट दिने नि त जबरजस्ती गर्नु हुँदैन गाडी घोडामा भिर पाखा पुल होइन आगो पानी भन्छ रोडमा ढङ्गले खन्नु पर्यो नि ढङ्गले नखने त खुट्टामा आउँछ र अनि यति लाउने मान्छेले बाँच्नु भन्दाखेरि ढङ्गले खन्नु पर्यो काम गर्दा जे चिज पनि ढङ्गले गर्नु पर्यो क्या नआत्तिकिन नबडबड घाँस काटेर जोगाउनु पर्यो हात जोगाउनु पर्यो घाँस काटेर मात्र हुन्न बुद्ध चोक पोखरा धुलै धुलो छ धुलै धुलो बुद्ध चोक पोखरा मेरो 70 मिनट गर्नु पर्ला बसमा जाने त होला नि अब डाइरेक्ट जाने हो कि केमा जानुहुन्छ त्यही होइन चढे निरबाट त्यहीँबाट बस आउँछ उसमा जाने अनि त्यही बसमा चढेर जानु अब काम आजलाई सकिहाल्यो क्या 2-3 महिनापछि आउँदा काम लाग्छ भने नम्बर राख्नु के अरे जानु भने
फोन नम्बर राख्नु आउँदा कल गर्नु त्यही चोकमै हुन्छ ल ल ल आउने छोराहरी गएर जाने मन गाईले छोराले सबैले छोरा भएर जानु हो यता अस्तिमा बौरे स्कुल गर्थेँ नि उहाँ पर्वतको भनेपछि ठ्याक्क बुझिहाल्नुहुन्छ बिहानै भन्ने हुन्छ कि मैले त्यो पोखरा आइपुग्छु गाडी चढ्यो भनेपछि होइन ठ्याक्क आएर बस्नुहुन्छ अनि त्यहाँ फोन गरे भयो गाई छोरा विदेशमा हामी बुढी मान्छे आएको कता हुन्थ्यो विदेशमा हरान भएन है पैसा त कमाउनुको यहाँ छैन बसेर हुनु चोकमा पुल बन्दैछ साथीहरू सेती ब्रिज आउनु लाग्यो साथीहरू पोखराको सेती ब्रिजमा पुल साङ्ग्रो भएर साथीहरू अलिकति जाम हुन्छ आजभोलि पुल पनि बन्दैछ दुईतर्फै 6 लाइनको पुल बन्दैछ यहाँ बन्दैछ पुलै अब नयाँ बनाउनु लाग्यो अब दायाँ र माया दुईटा पुल बिचमा सिधै 3टा पुल त खोलो छ नि तर भाष्य छ के ठ्याक्कै चोक आयो ल साथीहरू खोला छ ठुलो